राइनामा त सट्टर प्याटिकै छन्, जोर्डन चिजहरू छन्, घरभित्र नानी छन्, यसपासिले कसरी आज दिएछ अर्थी, धिक्कार हो म बस्नु नलमा घाँसटी रान्दी धन कमायो, नामकै रहोस् पछि भनेर कुवा खानायो, घाँसी डरिँदा घरको तर बुद्धि कस्तो, भानुभक्त ध्वै भइकन आज यस्तो। 20 सालमा कवि भानुभक्त ससुरालीका घरै जाम भनी जान्थ्या घरतिरबाट कोसतिनमा थियो कुवा एक अनि। जेठमा स्पोर छ घामले कविजीका बाधा गर्यो देहमा, खान्छु पानी भनी गया कवि तहाँ कुवा थियो सेपमा। खाए पेट भरी पानी ताही ती बस्या एकछिन त आरामली, कुवामा स्थिरबाट घाँसी जन एक भारी ठुलो घाँसली। आयो भारी बिसाई पानी पिखुप ताही बस्यो त्यो पनि, देख्दैमा कविलाई सज्जन